नमस्ते नमस्कार एन्ड कम ब्याक दिस इज माई अनदर भिडियो आई होप तपाईँहरू सम्पूर्णलाई सन्चै होला मलाई पनि एकदम फिट एन्ड फाइन पनि एकदम गुड सो त्यसैले त यता म दाउरा काट्न आएको होइन फिट एन्ड फाइन पनि छैन भने त किन आउनु भन दाउरा घाँस काट्न घरमा एउटा सिटी बस्दिनँ सो गाइस त्यही भएर म चाहिँ यहाँ दाउरा काट्न आएको अवस्था हो मेरो दाउराको हालत हेर्नु सक्नुहुन्छ यति एक अङ्खालो चाहिँ होइन सोरिराखेको छ सो गाइस होइन अझै सोर्नु बाँकी नै छ सो यता नि छ चाहिँ अलिकति यो दुईवटा जम्मा गऱ्यो भने आधा उधी हुन्छ होला नि त्यहाँनिर हुन्छ अलिकति त्यसले गर्दा झन् बारे पुग्नु लाग्छ होला सो किनकि मेरो डोको चाहिँ तलतिर लडेर गएको जस्तो म चाहिँ डोको लिनु जानु पर्ने हुन्छ गाइस त्यहाँबाट ल्याएर चाहिँ टक्को ल्याएर बारीसारी ल्याएर त्यहाँबाट चाहिँ बारी पुग्यो भने घरतिर कुदिन्छ नभए अलिकति सोरिन्छ सो गाइस त्यही हो होइन क्या गर्नु त नि गाउँले जीवन घाँस दाउरा काटिकन माम खानु पाउन्न माम मात्रै होइन के खानु पाउन यसो गाइस र त्यही भएर डर नमानिकन काम चाहिँ आउनु पर्ने हुन्छ सो गाइस जो चाहिँ मेरो बुढी भएर मसँग बिहे गरेर आउँछ नि आइजन लडे यार यस्तो गाह्रो छ नि यस्तो होइन के भन्नु थियो नि यो जो चाहिँ मेरो बुढी भएर आएको नि यस्तो गाइस छ त्यसले चाहिँ लास्टै दुःख पाउनेवाला छ किनकि दिनकै होइन डोको सोको बोकेर काममा हिँड्नुपर्छ नि त्यही भएर अलिक गाह्रो हुन्छ सो गाइस होइन टक्क लगाएर मैले चाहिँ सुती चाहिँ पाल्न सकिनँ मैले जति काम गर्छ त्यति काम गर्नुपर्छ मैले भन्दा पनि बढी काम गर्नुपर्छ आज म त बिहान भोलि 7-8 बजीसम्म सुत्छु मलाई फाइनली साथी हो मेरो चाहिँ टक्क लगाएर बारी चाहिँ पुगिसकेको अवस्था हो यता हेर्नु सक्नुहुन्छ म चाहिँ धेरै बोक्दिनँ नि त किनकि धेरै बोक्नु हुँदैन कि होइन धेरै बोक्यो भने के हुन्छ सो गाइस त्यही हो होइन बारी चाहिँ पुगिसकेको अवस्था हो अब चाहिँ लाग्नु पर्ने हुन्छ अब चाहिँ गाइसहरू अब फाइनली साथी म चाहिँ घरमा आइपुगेको अवस्था हो उता हेर्नु लागि मैले बिहान पुरा यता यहाँनिरतिरको सोरेर होइन बल्दाहरू चाहिँ उतानिर घोप्टाएको छ होइन कहाँनिर उतानिर घोप्टाएको छ मैले यहाँनिर आगो बालेको छ नि एकछिन आगो तार्नु पर्यो बिहान बालेको अझैसम्म मरेको छैन रहेछ आगो त आगो भन्ने चिज चाहिँ अब यहाँनिर यो भित्र आलु हालेर बुम भनेर यहाँनिर आलु यत्रो फलाएर खानु पर्ला जस्तो छ यो चाहिँ हाम्रो छोटीको साइकल हो होइन टिट गर्दै गएर हुन्छ त्यसले टिट गर्दै गएर आउँछ अँध्यारै छ त नि यार अरे कति अँध्यारो बत्ती बाल्नु यसरी होइन बत्ती बाल्नु यतिको उज्यालो हुन्छ कि फाइनली मेरो रुममा आइपुगिसक्नु अब यसरी लुक्का सुत्ने हो कि अलिक अँध्यारो देख्दो रहेछ नि क्या न उज्यालो नदेख्दो रहेछ ए हो अलिअलि थाकिँदो रहेछ धेरै त होइन मसँग 10 लाख पैसा छ हेर्नुहोस् त साथी हो कति रुपियाँ हो 10 लाख भनेको त यार 20 रुपियाँ 40 रुपियाँ जिरहेछ पैसा नि यो चाहिँ के हो औषधि हो यो नि मेरो औषधि हो यो चाहिँ खाँदा चाहिँ मैले मेरो औषधि चाहिँ होइन यो चाहिँ मेरो पानीको बोतल हो ला त यो औषध खानु बिर्सेछ यार भात खाएर खाएँ कि खाएन मैले औषधि यार सो फाइनल गाइस मैले अझ चाहिँ औषधि खानु नै बिर्सिरहेको रहेछ यस्तै हो भने त मैले त नि बिराइमा त झन् बिराइमा हुन्छ जस्तो लागिरहेको छ यार कस्तो बिर्सिहाल्छ यार सो अब चाहिँ मैले औषध खानु पर्ने हुन्छ गाइस मैले चाहिँ भात खाएपछि खानु पर्ने औषध चाहिँ बिर्सिरहेको रहेछ क्या यार अहिले खाँदा नि हुन्छ होला नि होइन यो मेरो ल्यापटप कता हो इस भन्नु नै मिलेन मेरो ल्यापटप होइन यो मेरो जुत्ता टिबिएल के हो टिबिएलको रहेछ होइन म त टिबिएलको त लास्टै फ्यान हो नि गाइसहरू चिया खानु लाग्यो सो जाडो छ नि त्यही भएर चिया चाहिँ खानु पर्ने हुन्छ होइन यस्तो जाडो छ यस्तो जाडो छ होइन चिया त खानु परेको नि त्यो गाइस होइन उतानिर मैले आगो फुकेको पनि आगो चाहिँ अझै मरेको छैन रहेछ एकछिनमा चाहिँ त्यहाँनिर चाहिँ मजाले आगो ताप्नु पर्ने हुन्छ क्या चिया खाएर ज्यान टक्क ज्यान तताएपछि होइन त्यही हो जाडोमा चाहिँ यसो
चिया चाहिँ खानुपर्छ क्या यस्तो जाडो छ नि हो भगवान् के गर्ने हो म चाहिँ यहाँनिर चाहिँ यो चिया चाहिँ राखेर म तपाईँहरूलाई मेरो सुँगुर देखाउँछु सुँगुर है या यसको बुढी चाहिँ अस्ति हामीले काटेर खाएको सो अहिले चाहिँ एक्लै बिचार एक्लै बसिरहेको छ यार जाडोमा नभए जाडोमा अङ्गल हालेर सुत्यो होला दुईजना मिलेर गाइस त्यही हो होइन के गर्नु कुखुराहरू भित्रै हालेछ मासु म त्यसको के बढी छ यार होइन गाई छ म तपाईँहरूलाई चाहिँ हाम्रो गाउँ देखाउँछु ल ऊ त्यहाँ अलिक मस्तिर डाँडामा गएर होइन कस्तो त्यहाँबाट त फेरि चारैतिर देखिन्छ कि सो त्यही भएर म तपाईँहरूलाई देखाउन कोसिस गरिरहेको छु यो चाहिँ अम्बको अस्ति हामीले टिभी खाएको थियो नि यहाँनिर ऊ त्यही ठाउँ हो उस्ती मस्तिर हाम्रो बाजेको घर म त्यो ऊ पनि गर्नु थालेछ यार के पऱ्यो यो आरुको बोट नै यो त्यसको फुल टिपिदिन्छु आरुको फुल कसैलाई चाहिन्छ भने लिम होइन त्यो गाइस यस्तो खतरा त्यस्तो खतरा देख्छ यहाँबाट चाहिँ चारैतिर देख्छ नि त्यहाँबाट उयो त घाम उदाउने ठाउँ यही घाम डुब्ने ठाउँ यता यता अँध्यारो देख्छ त नि उता यता 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 त्यहाँबाट चाहिँ घाम निस्किने ठाउँ सो फाइनली साथी हो मलाई चाहिँ उता पसलमा गर्नुपर्ने सानो काम थियो सो होइन पसलतिर गएर आयौँ अनि म चाहिँ घर हिँडेको अवस्था हो सो यसो अब चाहिँ भने भिडियो चाहिँ इन्डिङ गर्नुपर्ने हुन्छ किनकि अब भिडियो धेरै लामो भयो भने त्यति राम्रो पनि हुँदैन सो होइन छोटो भिडियो चाहिँ छोटो मिठो हुनुपर्ने हो हुनुपर्छ सो गाइस यति भन्दै आजको ब्लग कस्तो लाग्यो सो राम्रो लाग्यो भने मिठो कमेन्ट गरिदिनु होला नराम्रो लाग्यो भने नराम्रो रहेछ यस्तो नि भिडियो हुन्छ भनेर कमेन्ट गरिदिनु होला त्यति भन्दै मिस्टर बेबी ब्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि पुरानो हुनुहुन्छ भने पनि हेरेर माया गरिदिनु होला भन्दै आजको ब्लग भिडियो यहीँ अन्त्य गर्न चाहन्छु यति भन्दै आजको लागि मेरो भिडियो एन्डिङ गर्न चाहन्छु जय 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 नेपाल जय नेपाल जय नेपाल जय 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 नेपाल।